हेलो एभ्रिवान, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। अनि आज चाहिँ के गर्न गइरा छु भन्दाखेरि यो हाम्रो गाउँमा म चाहिँ मम्मीको घरमा हो। अनि यो दाल उलाउनको लागि चाहिँ आगो बाल्दै थिए। त्यो दालहरु बाँकी थियो उलाएर अनि यसलाई दरर्नु पर्छ के, त्यसलाई गेरा गेरा हुन्छ अनि त्यो दरर्नु पर्छ। अनि त्यही भएर त्यसलाई रहरीको दालहरु हुन्छ, रहरको दाल, अनि त्यसलाई तताउनु पर्छ गरम गरेर अनि गर्नु पर्छ, त्यो दरर्नु पर्छ। अनि त्यही भएर मैले आगो बाल्दै थिए, बल्दै बलिला थिएन आगो चाहिँ म त के गरौँ भइराके। अनि त्यो खड हुन्छ नि, पराल हो, त्यो राखेर अनि बालेको। अनि मट्टी तेल पनि सकिरा थियो अनि बाल्नै नआइराके। अनि यहाँ चाहिँ बाबु र बाबुको साथी चाहिँ खेलिरहेछ। हेलो भन, आई लभ यु भन, आई लभ यु भन, खाना खायो भन त, बाई भन। यो चाहिँ हाम्रो पुसा मम्मी। हेलो हेलो मम्मी। अनि यो नै हो मुङको दाल। आगो चाहिँ बलिसक्यो, मुङको दाल चाहिँ उलाउनु पर्ने। यो नै हो मुङको दाल। तैले झराको झर्ने खालको हैन, तैले झराको। यो कडाई र यो इन्टरनेटको तार चाहिँ मम्मीले काठमाडौँबाट लिएर आउनु भएको हो। कडाई, हाम्रो कडाई। आगो चाहिँ बल्दैन भने बल्दैन। अनि बलिसकेपछि कस्तो दन्दनी बनिरहेको थियो। अनि मैले कडाई ल्याएर बसालेँ भुट्नको लागि। अनि हेर्नु न, आगो कस्तो दन्दनी बलिरहेछ के। यो मेरो कान्छो भाइ जहाँ गए पनि यसको बानी एउटा कहिले पनि सुध्रिँदैन के। जहाँ गए पनि कस्तो चकचक गरेर बस्छ, अनि बच्चाहरूलाई रुवाउने अनि आफू पनि चल्ने, त्यस्तो बानी छ के यसको। जहाँ गए पनि सुध्रिँदैन। अनुहार पनि खाते छ। तपाईले पिडा खान्छस्, अहिले पिडा खान्छस् है, नचाहिने गरेर बस्छ। अहिले मेरो मोबाइल फुट्यो भने अहिले तर पट्टा रङ है सबैको फोड। चाहिँ खाना पाकिरहेको छ। खाना अब यता बन्दैछ। अनि के भन्छ, मेरो मम्मीले चाहिँ त्यहाँ दाल भुटिराख्नु भएको छ। दाललाई भुटेर अनि त्यसपछि पिस्ने हो क्या। हामी चाहिँ पटेका फुटाउनु जान लाग्यो। हेर्न आउनु। किन यहाँ मसलाको डिब्बाहरू चाहिँ धोएर राखेको छ। दबाई खाला पानी लेके आले। देखी ना क्या पानी लेके आलो हुआ। ये पानी ना बोतल में के पानी कहाँ है? बोतल में क्या? ये छी वाला पानी देखो ना, छी बोतल में के पानी लगा। दवाई खिया भी ले लियो नानी के। बोतल कहाँ में पानी खाई दे ना? कहाँ बोतल में के पानी? और कामे ओतबे रहै छै। तपाईहरुलाई म एउटा चम्मको चिज देखाउँछु। मेरो बाबुको करतुतहरु हेर्नु, यस्तो रिस उठ्ने अनि यति हाँस उठ्ने पनि फन्नी कामहरु गरिरा हुन्छ कि बाफ रे। कथि करै छी तू? आराम करै छी ही? ओना के आराम होइ छै? वो आराम होइ छै? पीछे है। देखी ना ओकरा, देखी ना कथि करे छ। ओमे ना छिछि वाला बात, गंदा बात। तू फोड़ी बच्चा छी रे? राम फोड़ी बच्चा है। हवा देखी ना, हमरा राम फोड़ी बच्चा छी ना। एकरा दीदी कुछो ना कर देते। ना कर देवे करता है। देखी ना, भाग ना पकताओ ना। भागे वैसे।
अनि यो चाहिँ रातिको खाना पकाउँदाखेरिको रमाइलो। हेर्नु न मेरो बाबु के गरेर बस्छ भने देखाएर त म ताकि त अरे अरे राम के अरे मोच हो गेलै अरे तोरी के अरे राम के मोच हो गेलै जा मोच गिर गेल राम के त बढ़िया मोच हो गेलै आई के बना लै छै सब यहाँ पे रखे रुको हम बना दे छु तब तू देखे है फोटो में हाँ देखिए देखिए अरे तोरी के अरे ना छुई न ऊपर तक छुई न राम तू बुढ़वा आदमी हो गेली बुढ़वा आदमी तू बुढ़वा आदमी हो गेली बोल तू बुढ़वा आदमी छी की कथी बोल ना अरे फिर मोच बनाऊ छ अरे तोरी के राम मोच हाँ कुत्ता कंजरवा पाक जातो पाक जकरा लास्ट बनाने से हाँ तू थुपी ना बनाने से अथी बनाने से लावे ना एन्ना का बनाने से टिक्का ना हाँ अरे राम के कथी बनावे छै नहीं ऊपर तक ही था देखी नहीं अरे हमारे के ऊपर तक ही ना नाक वाला बन गेलै मागे नाक वाला है मागे ऊपर करी ना हाँ ऊपर करी ऊपर करी ना राम माँ वाला बच्चा बन गेलै तिमी माँ वाला बच्चा हो बाबू हो गुड वाला माँ कि बैड वाला माँ बैड वाला माँ अरे 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 राम अपने से बनाबै छै तिहारको लागि हाम्रो घरमा चाहिँ झिलिमिलीहरू पनि लागिसकेछ अनि हाम्रो घरको लुक चाहिँ यही हो बाहिरबाट हेर्दाखेरि अनि अगाडि चाहिँ बारीमा सागहरू रोपेको हुन्छ अनि मेरो बाबु चाहिँ बसिरहेछ तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला थ्यांक यू गुड नाइट सबैजनालाई गुड नाइट कदौ गुड नाइट गुड नाइट बोल ए कहीं ना बाय कर दो बाय